नमस्कार। हामी यति बेला चीन भ्रमणको क्रममा छौं। चीनको बेजिङदेखि गुन्जाओतर्फ जाने यो बाटोमा हामी अहिले विश्वकै सबैभन्दा द्रुत गतिमा चल्ने ट्रेनमा छौं। यो प्रति घण्टा करिबन 300 को स्पिडमा चाहिँ यो यसको गति छ। यहाँले देख्न सक्नुहुन्छ यो खेती यो हामीले यो बेजिङबाट चढेदेखि नै हामीले चाहिँ यो खेतीपातीहरु देखेका छौं। कृषिमा कसरी परिवर्तन गरेको छ, कसरी चाहिँ चेन्ज गरेको छ भन्ने कुरा यहाँले देख्न सक्नुहुन्छ। साच्चै कि विकासको निम्ति कृषिले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने कुरा यो चीनको यो कृषि खेती योग्य जमिनमा चाहिँ जसरी कृषि गरेको छ हामीले यसबाट पनि थाहा पाउन सक्छौं। यहाँ कतै पनि हामीले चाहिँ बाँझो जग्गा बाँझो जमिन चाहिँ देखेका छैनौं। यहाँ कहीं न कहीं खेतीपातीहरु खेती गरेको अथवा कृषिमा विभिन्न प्रकारका कृषि खेतीहरु गरेको चाहिँ देखिन्छ। यो हामी गुन्जाओ जाने बाटोमा बेजिङदेखि गुन्जाओ जाने बाटोमा यहाँ कसरी कृषि गरेको देखिन्छ। दायाँ बायाँ दुवैतर्फ नै यस्तै कृषि गरेको देखिन्छ। साच्चै कि हेर्न लायक छ। हेर्न मात्र हैन, यो हामीले जे देखिरहेका छौं यही कुरालाई चाहिँ हामीले हाम्रो देशमा पनि यसरी नै यो बाँझो जमिनलाई चाहिँ कृषिमा लैजानको निम्ति नयाँ नीति नियम बनाएर लैजाने हो भने निकै परिवर्तन गर्न सकिन्छ जस्तो लाग्छ। यहाँ बाटो हरेक ठाउँमा छ भने यहाँ यसरी कृषिहरु प्रशस्त मात्रामा कहीं पनि कुनै पनि खाली जग्गा छैन, जमिन छैन। यहाँ पूर्ण रूपमा चाहिँ कृषि गरेको देखिन्छ। यहाँहरुले यो अत्यन्तै गतिमा रहेको रेल मार्फत देखिराख्नु भएको छ। भनेको यहाँहरु बीचमा म 1 मिनेटको भिडियो बनाइरहँदाखेरि हामी करिबन 2.5-3 किलोमिटर चाहिँ दूरी पार गरिसकेका हुन्छौं। यो ट्रेन विश्वकै सबैभन्दा द्रुत गतिको ट्रेन हो। यो चीनमा अहिले यो बुलेट ट्रेन भन्छ, यसले बुलेट ट्रेन। यो चाइना रेल सेन्ट्री मिडियाबाट यो सञ्चालित छ। यहाँको विकास हेर्न लायक छ। यहाँ तपाईहरुले देख्नुहुन्छ विकास अत्यन्तै द्रुत गतिमा भौतिक विकास देखिन्छ। त्यस्तै कृषितर्फको विकास पनि यहाँहरुले देखाउँदैछु म। कृषितर्फको पनि त्यस्तै विकास छ। यो विकास यो चीनको विकास देख्नको निम्ति हेर्नको निम्ति विश्वका हरेक कुनाहरुबाट यहाँ आउने गर्नुहुँदो रहेछ। यो हेर्नु त कति सुन्दर गाउँ, वरिपरि खेतीपाती गरेको छ।